शैलीमा उत्रिएको देखिएको छ। व्यापार व्यवसायहरूलाई सडक किनारामा सामानहरू नराख्न आग्रह गर्दा पनि अट्टर गरेको भन्दै सामानहरू जफत गर्ने काम भइरहेको छ। त्यो नगरपालिकाले अलिकति बजार व्यवस्था गर्नको लागि यो कदम सही हुनसक्छ, तर यहाँ केही दृश्यहरू अलिकति आक्रमण शैली देखिएको छ। व्यवसायीहरूसँग हातपात गर्नेदेखि लिएर हरेक भित्रका सकलका सामानहरू पनि यसरी तानिरहेको दृश्यहरू हामी देख्न सक्छौँ। एकतिर जानकारी नगराइकन पूर्व सूचना बिना यसो गर्न नमिल्ने भन्दै केही व्यवसायहरूको गुनासो पनि छ, तर पनि नगरपालिकासँग समन्वय र कुराकानी गर्दा हामीले 4 दिनदेखि अल्टिमेटम दिइरहेको र उहाँहरूले अचेर गरेको भनेर यसलाई जानकारी पनि दिनुभएको छ। केही दृश्यहरू यस्ताहरू छन्। सडकमा यसरी राखेका बाटाहरू राखेका छ है।